अझी नोचुनिने गुज्याजो स्वा थगु नोचु त्यादे निम्ति कवि हरिहर तिमल सिन्हा ताइनाप्या कवि हरिहर तिमल सिन्हाज्यूलाई आफ्नो रचनासँगै केही शब्द राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हार्दिक आभार व्यक्त गर्छु उद्घोषकज्यू। यस सभामा उपस्थित नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान भिजुक्सेज्यू, मेरो अति नै प्रिय व्यक्तित्व प्रेम सुवालज्यू, त्यस्तै गरी अनन्य मित्र शुभचिन्तक सुरेन्द्र राज गोसाईज्यू, सुनिल प्रजापतिज्यू, यता कता मैले सिर्जना सैँज्यूलाई पनि देखिरहेको थिएँ, आदरणीय नवराज कोइरालाज्यू, भर्खरै मैले कवि रामप्रसाद गेवालीज्यूलाई पनि देखिरहेको थिएँ, कता निस्किनु भयो जस्तो लाग्यो। मञ्चमा आसीन हुनुभएका विशिष्ट व्यक्तित्वज्यूहरू, मेरा प्रिय मित्र कवि लेखक अभय श्रेष्ठज्यू, साथै यो भव्य सभ्य गरिमामय सभामा पाल्नुभएका समस्त भक्तपुर प्रेमी व्यक्तित्वहरू लगायत भक्तपुरवासीहरू अनि कला साहित्य प्रेमी सम्पूर्ण जनहरूमा न्यानो अभिवादन टक्र्याउँछु। मैले मेरो जीवनको रुटिनमा वर्षको 2 दिनलाई धेरै ख्याल गर्ने गरेको छु। विजयादशमी पछाडि आउने द्वादशी र त्रयोदशीको दिन भक्तपुरमा एउटा भव्य कार्यक्रम हुन्छ तम्युन्जा। त्यसको लागि मैले समय छुट्याउनुपर्छ भन्ने चाहिँ पहिल्यै एउटा दिमागमा एउटा छाप बसिसकेको छ। यो छाप पार्नु भएकोमा अनि आज पनि आमन्त्रण गरी केही शब्द राख्ने साथै केही बोल्ने अवसर दिनुभएकोमा सर्वप्रथम म आयोजक कमिटीलाई हार्दिक आभार व्यक्त गर्दछु। भक्तपुर भन्ने बित्तिकै यो सभ्य राजनीति सिकाउने ठाउँ, सुसंस्कृत राजनीति सिकाउने ठाउँ अनि अनुशासित राजनीति सिकाउने ठाउँ भनेर नेपालमा एउटा पहिचान बनिसकेको छ। पहिला भक्तपुर चाहिँ भक्तहरूको पुर, भक्तहरू बस्ने पुर भएर सायद भक्तपुर यसको नाम भएको हुनुपर्छ। यहाँ हामी देशभक्त मान्छेहरू बस्ने ठाउँ हो, साथै माटो भक्त आफ्नो जन्मभूमि भक्त मान्छेहरू बस्ने ठाउँ हो। अब यहाँ अहिले विभिन्न खालको भक्तिभाव गर्ने मान्छेहरूको पनि बसोबास बढ्दैछ, त्यो चाहिँ हामीलाई थोरै चिन्ताको विषय हुँदैछ। मलाई चाहिँ के लाग्छ भने यो भक्तपुरमा हिँड्दै गर्दाखेरि म 46 साल पनि सम्झन्छु। अघि बुद्धिनारायण सरले भन्दै हुनुहुन्थ्यो, यो जेनजीको कुरा पनि आउँदै थियो। हामीलाई 97 सालको काण्ड हामीले इतिहासमा पढेका छौँ, 7 साल पनि हामीले पढेका छौँ। 46 साल, 17 साल, 36 साल हुँदै माओवादी काल हुँदै 62-63 हुँदै अनि 72 साल हुँदै हामी 82 सालसम्म आइपुगेका छौँ। मलाई चाहिँ के लाग्छ भने होला अब मान्छेहरूले विभिन्न कुराहरू भन्ने गरेका छन्, यहाँ कन्स्पिरेसी थ्योरीको कुराहरू आउने गरेको छ, राजनीतिका कुराहरू आउने गरेका छन्। तर मलाई एउटा चाहिँ के लाग्छ भने हरेक आन्दोलनमा त्यहाँ नेपाली सपनाहरू चाहिँ सजिएका थिए। नेपाली सपनाहरू, सपनाको कारणले नै आन्दोलन हुने गरेका थिए। र मलाई के लाग्छ त्यो इतिहासले हामीलाई प्रमाणित पनि गरेको छ, हरेक पटक हाम्रा सपनाहरू बिथोलिएका छन्, हरेक पटक हाम्रा सपनाहरू विफल बनाइएका छन्। र आज यो 82 सालको दशमी पछाडि यहाँ उभिएर बोल्दै गर्दा पनि अस्ति भर्खरै देशमा ठुलो रक्तपात पनि भयो, 72 जनाभन्दा बढी युवा युवतीहरूको ज्यान पनि गयो। होला त्यहाँ विभिन्न नदेखिने अदृश्य कुराहरू होलान्, तर एउटा हामीले स्वीकार्नुपर्ने कुरा के हो भने त्यहाँ पनि कतै न कतै कहीँ न कहीँ युवाहरूले देशलाई परिवर्तन गर्ने सपना छेउ कुनामा कतै देखेका थिए। र म कामना गर्छु आजको दिनमा त्यो सपना अब बिथोलिनुहुन्न। हामी नेपालीको सपना नेपाललाई सुन्दर देख्ने सपना नै हो भन्ने मलाई लाग्छ। र
हामी सबै जति पनि यहाँ भेला भएका छौँ हामी सबै नेपाल प्रेमी हौँ। हामी अरू धेरै कुराहरू जान्दैनौँ। हामीलाई हाम्रो देश प्यारो लाग्छ, हामीलाई हाम्रो नेपाल प्यारो लाग्छ र हामीलाई हाम्रो सपना पनि प्यारो लाग्छ। र यसै सन्दर्भमा एउटा छोटो कविता म प्रस्तुत गर्छु। मेरो कविता पनि सपनासित नै सम्बन्धित भएको हुनाले कविताको शीर्षक बिथोलिएको सपना। बिथोलिएको सपना। सपना देख्नका लागि निदाउनु पर्छ, सपना देख्नको लागि निदाउनु पर्छ, तर मलाई निदाउन नदिनका लागि लामखुट्टेहरू रातभर जागराम बस्छन् यहाँ। सपना देख्नको लागि निदाउनु पर्छ, तर मलाई निदाउन नदिनका लागि लामखुट्टेहरू रातभर जागराम बस्छन् यहाँ। कदाचित देखिहाले पनि सपना टुट्नका लागि हुरी आउनु, बादल गर्जिनु, चट्याङ पर्नु, वर्षात हुनु र अझ अरू धेरै केही हुनु पर्दैन। कुनै चोट नै लाग्नुपर्छ भन्ने पनि होइन। यात्रामा छुटेका मायालुहरूको सम्झना नै आउनुपर्छ भन्ने पनि होइन। कसैलाई आफ्नो सपना विपना जस्तै बनाउनु छ, कसैलाई आफ्नो विपना सपना जस्तै बनाउनु छ। रात बरफ जस्तै चिसो र भुङ्ग्रो जस्तै तातो भए पनि मानिस सपना देख्ने चाहना राख्छ, तर सपना बिथोल्नका लागि छिर्नु पर्दैन गाउँमा जङ्गली हात्ती र हतियारधारी डाँकाहरूको जत्था। एउटा लामखुट्टे नै तपाईँ र मेरो निद हराम गर्नको लागि काफी हुनसक्छ। प्रिय मित्र, तपाईँलाई थाहा छ कि छैन, तपाईँको र मेरो सपना बिथोल्न अचेलभरि यहाँ हजारौँ लामखुट्टेहरू सक्रिय छन्, हजारौँ लामखुट्टेहरू सक्रिय छन्। धन्यवाद, नमस्कार। धेरै धेरै धन्यवाद कवि हरिहर तिमल सेनाज्यूलाई।